आज मिति 2082 साल कार्तिक महिनाको 7 गते शुक्रबार अर्थात् भाइ टिकाको भोलिपल्टको दिन छिलुकोट बृहत पदयात्रा सम्पन्न भएको छ। तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर 19 को बाहिरी सक्रामदेखि करिब 7 किलोमिटरको उकालो पदयात्रामा नगर प्रमुख टिकाराम खड्का, जनप्रतिनिधि धनबहादुर बस्नेत, संविधान सभा सदस्य यशोदा सुवेदी, इतिहासकार एवं पत्रकार महासङ्घका पूर्व अध्यक्ष प्राध्यापक सुदीप गौतम, नेपाल पत्रकार महासङ्घको निवर्तमान अध्यक्ष विपुल पोखरेल, राजनीतिकर्मी एवं समाजसेवीहरू विशाल अधिकारी, दिल्ली अधिकारी, वामदेव ओली, देवराज ओली लगायत सामाजिक अभियन्ता एवं दिग्गज पत्रकारहरू जनक नेपाली, गोकर्ण पौडेल, देवीराम कुसारी, गिरिराज नेपाली, कपिल लामिछाने, सुशील खड्का, उज्जवल नेपाली, सर्जन परियार, विभीषण रोकामगर लगायत हामी सबै 64 जनाको उक्त पदयात्रामा उपस्थिति रहेको थियो। धेरै हिँड्न सक्ने र नसक्ने यात्रुहरूको यात्रा केही बेर छिन्न भिन्न भइरहन्थ्यो। यात्राको क्रममा एउटा यस्तो स्थान छ जहाँ कुनै पनि हरियो पात चढाउने प्रचलन आजसम्म पनि कायमै छ। यो चलन किन र केका लागि सुरु भयो भन्ने बारे एकजना समाजसेवी एवं जानकार वामदेव ओली यसो भन्नुहुन्छ। सानो हिँड्दाखेरि पनि पाती हाल्ने भनेर यहाँ चाहिँ हाल्थ्यौँ। खास गरेर यो छिलिकोटे राजा र उत्तरतिरको मगर राजाहरू बिचको सिमाना, यो सिमानाले के गर्थ्यो भने पहिले यस्तो हाम्रो तारबार यस्तो हुँदैन थियो। त्यसकारण हामी सबैले गाउँका सबै मान्छेहरू यहाँ ओरोदोरो गर्दाखेरि हामीले यहाँ चाहिँ यो ठाउँ यो है हाम्रो चाहिँ पुरानो पौराणिकदेखिको यो चाहिँ सिमाना हो। योदेखि उत्तरतिरको चाहिँ मगर राजाको र दक्षिणतिरको चाहिँ हाम्रो यो बाहुन राजा हुनुहुन्थ्यो, त्यति बेला छिलिकोटे राजा भन्ने थियो। त्यसपछि यसलाई चाहिँ हामी सबैले अहिले पनि हामी चाहिँ यो पाती हाल्ने ठाउँ भनेर चाहिँ यहाँ प्रख्यात छ। यसरी हामीले हाम्रो पौराणिक चिजलाई चाहिँ अहिले पनि हामी जगेर्ना गर्दै हामी आज पदयात्रामा हिँडेका छौँ। मेयर साहब हुनुहुन्छ, हाम्रो पुरानो दिल्ली सर पनि हुनुहुन्छ, आउँदै हुनुहुन्छ, धनबहादुर बस्नेत आउँदै लगायत हामी सबै यहाँ उपस्थित भएको छौँ र हामी आज यो पदयात्रा गर्दैछौँ। दाङ जिल्लाकै एक महत्त्वपूर्ण धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थल छिलकोटको व्यापक प्रचार प्रसार गर्ने मुख्य उद्देश्य रहेको आजको पैदल यात्रामा सहभागीहरूलाई मन्दिरका पुजारी र स्थानीयहरूले टीकार्पण र सुगन्ध कोकिला उपहार प्रदान गर्दै सांस्कृतिक नाचगान सहित यसरी स्वागत गरेका थिए। छिलकोटको मन्दिर परिसरमा पुगिसकेपछि एउटा औपचारिक कार्यक्रम पनि गरिएको थियो।
उक्त कार्यक्रममा बोल्ने वक्ताहरूले यो स्थानमा पुग्नको लागि गाडी यातायात र पैदल यात्राको लागि छुट्टा छुट्टै 2वटा बाटो बनाउनु पर्ने र त्यहाँको भौतिक विकासका विभिन्न कामहरू गर्नुपर्ने साथै यो ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको निरन्तर व्यापक प्रचार गर्नुपर्ने कुरामा जोड दिएका थिए। यसै क्रममा नगर प्रमुख टिकाराम खड्काले यहाँ तुलसीपुर उपमहानगरपालिकाले एउटा ठुलो कलश निर्माण गर्ने काम थालनी गर्ने बताउनु भएको छ। छैन त्यो कहीँ दाता खोज्नु पर्दैन, जति लाग्छ नगरपालिकाले नै बनाउँछ। त्यो कलश बनाउने कुरा तपाईँहरू काम सुरु गर्नुहोस्, सम्झौता गर्नुहोस्, काम अगाडि बढ्नुहोस्। त्यस क्षेत्रको परिसरमा बहुवर्षीय विभिन्न फुलहरूका बिरुवाहरूसँगै बर पिपलका बिरुवाहरू पनि रोपिएको छ। यो हजुरले जो पुष्प रोप्नु भएको छ यसको जिम्मेवारी हामीलाई रोप्न पठायो, यसलाई निरन्तर संरक्षण गर्न पठाउँछ भन्ने कुरो छैन, यसको जिम्मा हाम्रो अब यो लगाइदिनु भयो हजुरले, यसलाई हुर्काउने बढाउने फुलाउने प्रयत्न हाम्रो पठायो। इतिहास उठाउन गर्ने मान्छेलाई यो पानी छ है, नजिक छ। पानी त हजुरले हाल्नुपर्छ, संरक्षण गर्ने जिल्ला त स्थानीय सरकारको भन्ने कुरो पनि त। साथीसँग सँगै बस्नु पर्यो नि म है। हाम्रो चाहिँ विपुल दाई, हाम्रो संविधान सभा चाहिँ सदस्य कुमार सुवेदीज्यूबाट चाहिँ हो हाम्रो कर्मचारी। पत्रकार महासङ्घका पूर्व अध्यक्ष, इतिहासकार एवं प्राध्यापक सुदीप गौतमले छिलिकोटको इतिहासलाई यसरी प्रस्ट्याउनु भएको थियो। मैले भेटेको कुराहरू भन्नुपर्दाखेरि पहिले यसको ऐतिहासिकताको कुरा गर्दाखेरि चिल्लीकोटको बारेमा जति लेख्नुपर्ने थियो त्यति लेख्न सकिएको छैन, जति खोज्नुपर्ने थियो त्यति खोज्न सकिएको छैन। किनभने स्वयं अघि दिल्ली दाइ प्रसङ्ग जोडेर भन्छु, अधिकारीहरू सँगसँगै आएको चाहिँ उहाँहरूले भन्नुहुन्छ, उहाँहरूले 4-5वटा किताब लेखिसक्नुभयो, सँगसँगै त आउनुभयो, तर कोसँग सँगसँगै आउनुभयो भन्ने कुरामा चाहिँ पत्ता लगाउनु भएको छैन। यहाँको राजाले उदयपुर राज्य चाहिँ स्थापना गर्न यहाँको राजाको पनि चाहिँ योगदान छ। उहाँहरूले तर्पण दिने बेला जो अधिकारीहरूले यहाँको राजालाई चाहिँ तर्पण दिनुहुन्छ, तर को राजाले दियो भन्ने सन्दर्भमा पनि उहाँहरूमा आफै एकरूपता कायम हुन सकेको छैन। सम्भवतः मेघराज र दानबहादुरलाई चाहिँ तर्पण दिनुहुन्छ। मेघराज चाहिँ यहाँकै चाहिँ मेघराज, मेघबहादुर, मेघनाथ शाह नै हुन् भन्ने चाहिँ एउटा चाहिँ मान्यता छ। यसको ऐतिहासिकताको कुरा गर्दाखेरि मैले अहिलेसम्म अध्ययन गरेकोमा यो सन् 1206 अथवा विक्रम सम्वत 1263 हुन आउँछ। 1263 जब मुसलमानहरूले भारतमा चाहिँ आक्रमण गरे, त्यति बेलामा मुसलमानहरूको उत्तर प्रवेश रोक्नको लागि, त्यति बेला यो चाहिँ सिजा को चाहिँ अधीनमा थियो, त्यो रोक्नको लागि यहाँ चाहिँ कोट स्थापना गरियो र मुसलमानहरू उत्तरतिर बढ्न सकेनन् भन्ने प्रशस्त हिन्दी किताबहरूमा चाहिँ पढ्न पाइन्छ। त्यसकारण यसको स्थापना कोटको रूपमा, राज्यको रूपमा होइन, कोटको रूपमा अथवा गढीको रूपमा यो स्थापना भएको विक्रम सम्वत 1263 भन्दा अगाडि नै हो, अथवा विक्रम सम्वत 1263 नै हो। किनभने 1263 मा उनीहरूको यो आक्रमण गर्ने चाहिँ त्यो अभियान मुसलमानहरूको रोकिएकोले 1263 मै यो कोट स्थापना भयो। चल्ल विशेष गरेर क्राचल्लले कोट स्थापना गरेको हुनाले यसलाई पहिले चाहिँ चल्लकोट भनियो र पछि हामी चलन चल्तीमा बोल्दै जाँदाखेरि छल्लकोट, चिल्लीकोट भएर यो चाहिँ क्राचल्लको समयमा स्थापना भएको हो भन्ने एउटा चाहिँ प्रमाणित इतिहास पाइन्छ कोटको रूपमा। त्यसपछि जब जुम्ला साम्राज्य विघटन हुन थाल्यो, जुम्ला साम्राज्य विघटन हुन थालेपछि यी टाकुराहरू क्रमशः राज्यमा विस्तारै हुँदै जाँदा एकजना बझाङबाट एकजना व्यक्तिलाई यहाँ चाहिँ छोरी, राज्य, छोरी र केही ब्राह्मण
दिएर यहाँ चाहिँ पठाइयो। हुन त बाजुरा भनेर भनिएको छ। बाजुरा किन भनिएको छ भन्दाखेरि बाजुराको बढी मालिका र यो मालिकालाई जोडिन्छ र सँगसँगै प्रमाणित के हो त भन्दाखेरि बाजुरा पनि त्यति बेला बजाङमै थियो। त्यसकारण इतिहासकारहरूले त्यसलाई चाहिँ बाजुरामा जोड दिनुभएको छ र त्यहाँको बजाङको वंशावलीमा श्रीबम भन्ने व्यक्ति दाङको राजा भएको भनेर चाहिँ लेखिएको छ। सम्भवतः श्रीबमलाई छोरी, राज्य र केही ब्राह्मणहरू दिएर चाहिँ पठाइयो र त्यो ब्राह्मणहरू अधिकारी ब्राह्मणहरू यहाँ चाहिँ केही वर्ष यहीँ बस्नुभयो र पछि उहाँहरूको क्षमताको आधारमा पुरस्कारको रूपमा उदयपुर राज्य दिएको देखिन्छ। त्यसपछि यहाँको खोजी भएको छैन। मैले भने को राजाले शासन गर्नुभयो भन्ने सन्दर्भमा यहाँनिर नामहरू धेरै भेटाउन सकेको छैन। जस्तो मेघनाथ शाह भेटिन्छ, त्यसपछि वीरभद्र शाहको नाम भेटिएका छन्। त्यो बिचमा 11-12 जनाले यहाँ शासन गरेको वंशावली मैले अहिले भेटाएको छु, तर त्यसको आधिकारिकता पुष्टि नभएको हुनाले मैले त्यसलाई पनि चाहिँ अझै त्यसमा पूर्ण रूपमा विश्वस्त हुन सकेको छैन। तर 12 जनासम्मको नाम भेटिएको छ र यो राज्य कुनै बेला अघि दिल्ली सरले भनेको जस्तै कुनै बेला चाहिँ समृद्ध थियो र समन्वयकारी राज्य थियो। थारू राज्य र उतातिर सवारीकोट राज्यको लडाइँ हुँदाखेरि पनि यो छिल्लीलाई चलाइएन। छिल्लीको दरबारसँग पनि राम्रो सम्बन्ध थियो। त्यसैले के भयो त भन्दाखेरि एकीकरण पछि पनि यो छिल्ली राज्य कायम चाहिँ भएको देखिन्छ एकीकरणको सन्दर्भमा। यद्यपि विलासकुमारी पृथ्वीनारायण शाहको स्वयं छोरी यसमा चाहिँ दाबी गरिरहँदाखेरि पनि 1843 मा दाङ जितिरहँदाखेरि 1847 सम्म पनि यो राज्य नै कायम थियो। 1847 मा यो फेरि के अरे फलाबाङ राज्यलाई दिइयो अथवा चाहिँ विलासकुमारीलाई दिइयो। तर पनि यहाँका चाहिँ वीरभद्र शाहको दरबारसँग सम्बन्ध भएको कारणले उनी त्यो राज्य फिर्ता लिन सफल भए। यद्यपि अहिलेसम्म लेखेका इतिहासकारहरूले के भनेका छन् भन्दाखेरि 1847 मा वीरभद्र शाहको मृत्यु भयो भनेका छन्। होइन, वीरभद्र शाह 1860 सम्म कायम छन् र उनले 1860 मा फेरि छिल्ली राज्य फिर्ता लिएको कागज अहिले मैले चाहिँ फेला पारेको छु। 1860 सम्म यो छिल्ली राज्य कायम थियो र त्यसपछि 1861 मा फेरि यसलाई फलाबाङमा चाहिँ मिलाइएको भेटिन्छ। त्यसपछि यो चाहिँ विलासकुमारीलाई चाहिँ यो दियो र सँगसँगै 1863 मा जब फलाबाङ राज्य नै नेपालमा चाहिँ गाभियो, यो छिल्ली पनि सँगसँगै नेपालको भयो र 1894 मा जब तेजबहादुरलाई फेरि फलाबाङको राजा भनेर चाहिँ राजा तेजबहादुरलाई फलाबाङको राज्य दिने बेला यो छिल्लीको भूभाग पनि पहिलेको चाहिँ छिल्ली समेत तिमीले चाहिँ प्रयोग गर्नु भनेर पहिलेको छिल्लीको भूभाग समेत फलाबाङमा गरेर सल्यानको अथवा फलाबाङ राज्यमा मिलाइएको देखिन्छ। त्यसैले यो ऐतिहासिक दृष्टिकोणले अथवा हामीले चाहिँ भन्यौँ भने अझ अहिले कुरा गर्दाखेरि हाम्रो नेपाललाई मुसलमान आक्रमणबाट बचाउने राष्ट्रियताको दृष्टिकोणले पनि महत्त्वपूर्ण छ। सँगसँगै यहाँ चाहिँ धार्मिक दृष्टिकोणले हामी चाहिँ कालिका मालिकाको चाहिँ मन्दिर, त्यहाँको ऐतिहासिक राजाहरूले राज्य गरेको यो चाहिँ क्षेत्र भएको हुनाले यसको धार्मिक ऐतिहासिक विभिन्न दृष्टिकोणले यसको चाहिँ महत्त्व हुनुपर्ने, जति प्रचार हुनुपर्ने हो त्यति हामीले चाहिँ गर्न सकेका छैनौँ। पछिल्लोचोटि युवा साथीहरू जोडिनु भएको छ, यसलाई अभियानको रूपमा लैजाँदै हुनुहुन्छ। यसले सफलता पाउला र मैले मेयर साहबलाई यहाँनिर चाहिँ अनुरोध गर्नुपर्ने छ। मेयर साहब, तपाईँको राज्यमा, अब राज्य नै भन्छु मैले होइन, तपाईँको राज्यमा यस्ता ऐतिहासिक कुराहरू प्रशस्त छन्। छिल्ली मात्रै होइन, तपाईँको वडा नम्बर फुलबारी भनेपछि 13, वडा नम्बर 13 मा एउटा जुम्लीकोट भन्ने राज्य छ। त्यो पनि जुम्लाका शासकहरूले मुसलमानको आक्रमणलाई रोक्नको लागि बनाएको जुम्लीकोट भन्ने चाहिँ एउटा यस्तै छिल्लीकोट जस्तै एउटा ऐतिहासिक स्थल छ, त्यो ओझेलमा परेको छ। तब अहिलेसम्म दाङमा गरिएका अनुसन्धानले सबैभन्दा पुराना ढुङ्गे हतियार भेटिएको मजगाउँ भन्ने गाउँ तपाईँकै क्षेत्रमा छ। यो छिल्लीकोटको के अरे हिउँदको राजधानी अथवा सहायक राजधानी बाँसगढी तपाईँको क्षेत्रमा छ। त्यसकारण अब आफ्नो कार्यकाल म यिनै ऐतिहासिक कुराहरूलाई सँगसँगै जोड्छु भनेर चाहिँ
यहाँ चाहिँ अभियानमा युवाहरूको अभियानमा यहाँ सँगसँगै जोडिनु भयो भने बडो ऐतिहासिक काम चाहिँ हुनेछ भन्ने मैले चाहिँ आग्रह गर्छु। र यो मार्ग अघि पदमार्गको कुरा पनि आयो, मार्गको कुरा पनि आयो। यसलाई हामी पदमार्गको रूपमा चाहिँ विकास गर्नुपर्छ। मलाई यहाँ भूगोलको बारेमा के छ मलाई थाहा छैन। यहाँ अब यस्तो स्थानीय स्तरमा फेरि यो बाटाको सन्दर्भमा द्वन्द्व हुन्छ के छ मलाई थाहा छैन। तर मेरो मनमा लागेको कुराको सन्दर्भमा भन्ने हो भने यो जुन सग्रामबाट आएको चाहिँ यो टिप्पर बाटो छ, यो टिप्पर बाटोलाई सवारी साधनको चाहिँ बाटो बनाऊँ र यतातिर जुन स्यालापानी को बाटो छ यसलाई हामी यो धार्मिक यो जुन दर्शन गर्न अथवा ऐतिहासिक क्षेत्रको चाहिँ भ्रमण गर्न आउने यात्रुहरूको लागि त्यो मार्गलाई चाहिँ विकास गरौँ। यो मार्ग अलिकति सजिलो पनि छ भन्ने लाग्छ र हामी त टिप्परलाई फेरि चाहिँ यमराजको प्रतीक पनि मान्छौँ, त्यसकारण त्योबाट पनि बच्न सकिन्छ। यसलाई गरौँ। अब यतातिर सग्रामतिरको हाम्रो बाटोलाई चाहिँ ओझेल पारेर उताको कुरा गर्ने नभनिदिनु होला। मैले यहाँको चाहिँ सजिलोको लागि मात्रै कुरा गरेँ र त्यो बाटोलाई मैले महत्त्व दिन खोजेको के भन्दाखेरि त्यो बाटो बाँसगढीसँग जोडिन्छ। बाँसगढी र छिल्लीकोट को सम्बन्ध छ, मैले अघि पनि भने त्यो बाटो बाँसगढीसँग जोडिन्छ। त्यो बाटोलाई हामी मजगाउँसम्म जोड्न सक्छौँ र त्यसलाई हामी जुम्लीकोटसम्म लैजान सक्छौँ। यो जुम्लीकोट र छिल्लीकोटलाई हामीले चाहिँ जोड्यौँ भने त्यसले चाहिँ पूर्णता पाउँछ भन्ने मलाई लाग्छ। मैले यति आग्रह गरेँ। विशेष गरेर म युवा साथीहरूलाई यहाँको चाहिँ सागरजी, गोकर्णजी, जनकजी, गिरिराजजी यहाँहरू जुन ढङ्गले चाहिँ लाग्नु भएको छ, अब यहाँहरूले यो ऐतिहासिक दाङको सबैभन्दा प्राचीन ऐतिहासिक स्थल हो भन्छु म। यो छिल्लीकोटको प्रचार प्रसार र यसको ऐतिहासिकताको जानकारी गराउने सन्दर्भमा यहाँहरू सफल हुनुहुनेछ। म सबैलाई त्यो कार्यमा लाग्न प्रेरणा कालिका मालिका भगवतीबाट प्राप्त होस् भन्दै सबैलाई शुभकामना दिँदै बिदा हुन्छु। ठिकै थियो, यति बेला गाडी सानो गाडी पनि आउँथ्यो। तपाईँको आज भोलि त ठिक छ। अब यो टिप्परतिर कले हुन्छ यसको स्लोप अलि कम छ। माध्यमबाट यो हाम्रो कला संस्कृतिहरूलाई संरक्षण सम्वर्धन गर्नको लागि सब सहयोग पुग्नेछ भन्ने विश्वास हामी कलाहरू Thank you.
चाहन्छु भने त्यसै गरी पत्रकार गोकर्ण पौडेलज्यूलाई पनि महासङ्करणको लागि हार्दिक गर्न चाहन्छु। त्यसै गरी हाम्रा तुलसीपुर महानगरपालिकाका सूचना अधिकारी त्यसैलाई पनि महासङ्करणको लागि
झंडा
नानी